पुग्दैन तिम्रो हातसम्म थाहा छ, त्यही पनि लेख्दैछु यो पत्र तिम्रो लागि कि मेरो लागि। चरा गुँड सम्झेर फर्किँदा साँझमा कि गुँडले पनि चरालाई पर्खिरहेको हुन्छ होला। तिम्रो आगमनको इन्तजारमा त म ढुकढुकीको छटपटाहट बाँच्छु। हुन त नखोजेर नभेटेको कुरामा के को विडम्बना। तिमीले मलाई हेर्दा आफू देख्नु अस्वाभाविक होइन, मैले तिमीमा संसार सारा देखे झैं। बुझ्छौ नि, चिनी थपेको गुलियो हुन्छ, मिठो होइन। तिमी स्वाद हौ, म के हुँ तिमी भन्दैनौ। तिम्रो क्यानभसमा म पुरा अटाएँ, यहाँ हेर छोडिएको छु आधा रङ्गिएर। यदि हामी मिलेर सपना बनेको हो भने हेर उभिएको छु आधा भत्किएर। थाहा छ सबै सधैँ रहने भए सायद उस्तै प्रिय नलाग्दा हुन्। आखिर मेटिनकै लागि लेखिन्छन् शब्द पनि। भेटिनै खोज्दा कसरी मोडिन्छन् र पाइलाहरू, हिँदाउनै लाग्दा झस्किएची परेलीहरू। मिल्छ भने गर स्वीकार, दिएकै छु तिमीलाई उपहार मेरो हिस्साको मधु स्वप्न। अरे बाबा, नहिँडेर नपुगेको गन्तव्यमा के को अफसोस। म अगाडि बढ्दा मेरै पछि पछि, म रोकिएपछि मेरै वरिपरि। मनोरञ्जन हो मेरो गतिशीलता, गतिहीनता या हो रङ्गमञ्च, नत्र किन कानले कुर्दैछ तालीको गडगडाहट। फरक के हो आवश्यकता र चाहना बीच। यसरी तिमीलाई प्रश्न तेर्साएर लेखेको यो पत्र सप्रेम भनी लेखु र। ल ठिक छ, अलग्गिएर तिमी आकाशमा धरती भए पनि शीतको थोपा बदलिन्छ बादलमा नै। फर्कनु छ पानी फेरि पातालमा नै। सक्छौ बनाइदेऊ म नहुँदाको रङ जाँच्ने इन्डिकेटर, या बनिदेऊ बिन्दु छुट्टिएर भेटिने। कि नदेऊ नाम, कि बोलाऊ, कि देऊ सबै र लुकाऊ। दोषी म कसरी? मैले नै गुल्टाएका प्रेमका पत्थरले थिचेर प्राणविहीन बने जस्तो नगर न। बेवास्ताले ढुँडी परेको तिम्रो मुटु। ल होइन, जे भयो हुनकै लागि मात्र भयो भन्छौ भने बुझिराख्नु, तिमी र म मिसिनु अलिकति रसायन हो, केही रात हो, अलि बढी तडप हो। यसमा ताराहरूको कुनै भूमिका छैन। आफै तह लाग्न नसक्ने लासहरू कहाँ सक्छन् नयाँ कुरा जोड्न। पुग्दैन तिम्रो हातसम्म, थाहा छ। सायद त्यसैले लेख्दैछु यो पत्र बस मेरो लागि।